गत 11 वैशाखमा सशस्त्र प्रहरी बलका 12 जना डिआइजीहरूको स्वर भयो, जसमा कोशी प्रदेशको 14 जिल्ला हेर्ने सशस्त्र प्रहरी बल नेपाल 1 नम्बर बरा बाहिनी मुख्यालय पकली सुनसरीमा डिआइजी कुमार नेउपाने सरुवा भएका छन्। नेउपाने तत्कालीन सशस्त्र प्रहरीका प्रवक्ता थिए र अब 14 जिल्लाको कोशी प्रदेशको सशस्त्र प्रहरी कमान्ड भने नेउपानेले सम्हाल्नेछन्। नेउपानेले आउँदो 22 गतेबाट बराबाइनी मुख्यालयको कार्यभार सम्हाल्नेछन्। त्यसो त कोशी प्रदेश भारत र चीनसँगको खुला सीमा क्षेत्र भएको भूगोल हो, जसमा 8 जिल्ला त यी दुई देशको सीमा क्षेत्रसँग जोडिएको छ। पूर्वमा भारतको वेस्ट बङ्गाल, सिक्किम र दक्षिणमा बिहार र उत्तरमा चीनको भूभागसँग कोशी प्रदेशका जिल्लाहरू प्रत्यक्ष जोडिएको छ। यहाँ कोशी प्रदेशमा सरुवा भएर आउने डिआइजीको प्रमुख चुनौती भनेकै यी खुल्ला सीमाहरूको सीमा सुरक्षा र सीमामा हुने चोरी तस्करी नियन्त्रण हो। अब यसअघिका डिआइजी मध्येका अञ्जनी कुमार पोखरेल बाहेकका डिआइजी साहबहरूले यी चुनौतीसँग आफ्नो कार्यकाल कस्तो बिताए र के उपलब्धि भए भनेर थाहै नदिई सुडुक्क हिँडे। त्यसमा पनि डिआइजीहरूले चोरी तस्करी गर्ने विभिन्न जिल्लाका व्यापारीसँग कति महिनावारी लिएर तस्करीको लाइन चलाए र गाँजा भारत तस्करी गरे बापत प्रति केजी कति रुपियाँ आफ्नो भागमा कमाए भन्ने कुरा यहाँ नगरौँ। अब सरुवा भएर आएका नयाँ डिआइजी साहबले चाहिँ यहाँ तस्करीको मामलामा कस्तो स्ट्यान्ड लिन्छन् भन्ने सवाल चाहिँ महत्त्वपूर्ण हो। किनभने कोशी प्रदेश अर्थात् 1 नम्बर बरा बहिनी मुख्यालयमा आएका नयाँ डिआइजी साहबलाई तस्करीको मामलामा केही गलत गरे सिधै महापाप वा अनिष्ट लाग्नेवाला छ। महापाप हो दर्शकबिन, महापाप लाग्नेछ यदि डिआइजी नेउपानेले सीमामा पर्ने जिल्लाहरूमा तस्करीसँग सेटिङ गरेमा। यो म भनिरहेको छैन, यो त सशस्त्र प्रहरी बलका महानिरीक्षक आइजिपी राजु अर्याल भनिरहेका छन्। अर्थात् यही 11 वैशाखमा सशस्त्र प्रहरी बलका 12 जना डिआइजीहरू जो विभिन्न ठाउँमा सरुवा भएर गए, तिनै डिआइजीहरूले यदि तस्करी रोक्ने र तस्करीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन नसके उनीहरूलाई आफ्नो घरको कुलदेवताको महापाप लाग्नेछ है। कसरी त आउनुस् म सविस्तार बुझाउनेछु। सशस्त्र प्रहरी बलका 12 जना डिआइजीहरूलाई 16 वैशाखमा सशस्त्र प्रहरी बलका महानिरीक्षक आइजिपी राजु अर्यालले सरुवा भएर जाने अन्तिम क्षणमा आवश्यक निर्देशन दिँदै तस्करीको मामलामा कुलदेवताको कसम खुवाएका थिए। आइजिपीले सरुवा भएर कमान्ड सम्हाल्न पठाएका बाहिनीपतिहरूलाई तस्करी रोक्न कुलदेवताको कसम सम्झाएका हुन्। आइजिपी अर्यालले कमान्ड सम्हाल्न लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकलाई तस्करी रोक्न घरका कुलदेवता सम्झेर काम गर्न निर्देशन दिएका हुन्। तस्करी रोक्न र तस्करीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन आफ्नो घरको कुलदेवता सम्झेर सहयोग गर्नुहोस्, परिणाममुखी काम गर्नुहोस्, होइन भने जुनसुकै बेला कमान्डबाट फिर्ता हुनु पर्ला, आइजिपी अर्यालले भनेका थिए। सरकारले सीमा क्षेत्रबाट लक्ष्य अनुसार राजस्व सङ्कलन नहुँदा पनि सशस्त्र प्रहरीलाई आरोप लगाउने गरेको अवस्थामा आफ्नो तर्फबाट कुनै पनि कमजोरी नगर्न निर्देशन दिएका थिए। भन्सार र राजस्व अनुसन्धानबाट हुने गरेका कमजोरीलाई पनि सशस्त्र प्रहरीको कमजोरी देखाउने गरेको र विभिन्न लान्छना लगाउने गरेको सरकारी भनाइ उद्धृत गर्दै आइजिपी अर्यालले सशस्त्र प्रहरीको तर्फबाट कुनै पनि कमजोरी नगर्न र यदि कमजोरी गरेमा कमान्डबाट फिर्ता हुनुपर्ने अवस्था आउने समेत चेतावनी दिएका छन्। आइजिपी अर्यालले तत्काल परिणाममुखी काम गर्न नसके जुनसुकै बेला कमान्डबाट फिर्ता गर्ने चेतावनी दिएपछि कमान्ड जान लागेका बाहिनीपति र समादेशकहरूले मिटिङमा मुखामुख गरेका थिए। सशस्त्र प्रहरीको वर्दी चम्काउने कि यसलाई धुमिल पार्ने जिम्मा तपाईँको हातमा छ, त्यसैले सम्मिलित भएर आफ्नो जिम्मेवारी पुरा गर्नुहोस्, उनले भनेका थिए। देशको सार्वभौम सत्ता, सीमा सुरक्षामा शून्य गल्तीमा काम गर्न र राजस्व सङ्कलनका लागि 24 घण्टा सक्रिय रहन निर्देशन दिँदै आइजिपी अर्यालले मेरो सङ्गठन भनेर काम गर्न, लोभ लालचमा नफस्न र सङ्गठनको नीति नियम अनुसार काम गर्न पनि निर्देशन दिएका छन्। साथै आइजिपीले भनेका छन् देश र समाजको लागि गौरव गर्न लायक काम गर्न सक्नु भएन भने र व्यक्तिगत लाभ लालचमा फस्नु भयो भने तपाईलाई कुनै शक्तिले पनि बचाउन सक्दैन, त्यसैले एका राख्नुहोस्। उच्च मनोबलका साथ देखिने गरी र महसुस हुने गरी कार्य गर्न र आफूले गरेको कार्य प्रगति प्रत्येक महिना मुख्यालय पठाउन होला।
मातहतका कर्मचारीले गल्ती गरे सम्बन्धित बाहिनीका बाहिनीपतिहरूलाई कारबाही गर्न चेतावनी दिँदै आइजिपी अर्यालले बाहिनीदेखि गण गुल्मसम्मका स्थायी कार्यालयहरूको प्रत्येक 3 महिनामा कमान्डको पुनरावलोकन तथा पुनर्मूल्याङ्कन गरिने र त्यसमा कमी कमजोरी देखिए कमान्ड हेरफेर तथा फिर्ता समेत गरिने बताएका छन्। आइजिपी अर्यालले समुदाय लक्षित विपद स्वयंसेवक तालिम अझ प्रभावकारी रूपमा सञ्चालन गर्न, नयाँ कल्याणकारी योजना ल्याउन र पुराना कल्याणकारी कार्यलाई निरन्तरता दिन तथा 1 महिनाभित्र सबै कमान्डरले आफ्नो कार्ययोजना मुख्यालयमा पठाउन समेत निर्देशन दिएका थिए। सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अझ प्रभावकारी बनाउँदै लैजान तथा समुदायमा विपद रोकथामका लागि सबै सरकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै कार्य गर्न निर्देशन दिँदै महानिर्देशक अर्यालले वर्दीको साख जोगाउन तथा सङ्गठनलाई कुनै पनि तरिकाबाट दाग लगाउने कार्य सह्य नहुने बताएका थिए। राजस्व चुहावट नियन्त्रणमा निर्मम बन्न र कानुनमा जे छ सोही अनुसार गर्नुहोस्, तपाईँलाई त्यसमा कुनै अर्को विकल्प छैन। गलत मनसाय राख्नुभयो भने त्यसको प्रत्यक्ष निगरानी हेडक्वार्टरले गर्छ, आइजिपीले निर्देशनको क्रममा भनेका थिए। राजस्व चुहावट नियन्त्रणमा आफूले आमूल परिवर्तन चाहेको बताउँदै उनले आन्तरिक व्यवस्थापनमा समेत उत्तिकै जोड दिनु, तालिमको गुणस्तरीय सुधार्नु र प्रत्येक युनिटमा विपद उद्धारका आधारभूत सामग्री तयारी हालतमा राख्न समेत निर्देशन दिएका थिए। भावी पुस्ताले समेत गर्व गर्न लायक सङ्गठन बनाउन प्रत्येक कमान्डर उत्तिकै जिम्मेवार हुनुपर्ने बताउँदै आइजिपी अर्यालले भनेका थिए, तपाईँको नराम्रो कुरा फिल्ममा देख्न नपरोस् र कुलदेवताको कसम नबिर्सिनुहोला। अब डिआइजी साहबलाई घरको कुलदेवताको कसमदेखि सङ्गठनको निर्मम निर्देशन दिँदा समेत तस्करी तपाईँहरूको कार्यकालमा चलायमान हुन्छ भने त पक्कै लाग्नेछ महापाप। विचार गर्नुहोस् डिआइजी साहब, भगवान भन्दा आफ्नो कुलदेवताको कसम धेरै गुना ठुलो हो। विचार गर्नुहोस्। खैर, हामी पनि आइजिपी साहबले खुवाएको कसम तपाईँले कतिको कार्यान्वयन गर्नु हुँदो रहेछ भनेर नजिकबाट हेर्ने नै छौँ। र अन्त्यमा अहिले कोशी प्रदेशमा नेपाल प्रहरी तर्फबाट पनि नयाँ डिआइजी पद रिक्त छ। नयाँ आउने डिआइजी साहबलाई पनि तस्करीको मामलामा यस्तै कसम खुवाएर आइजिपी दीपक थापाले पठाए गजब हुने थियो। किनभने कोशी प्रदेशमा सशस्त्र र जनपद प्रहरीका डिआइजी साहबहरूले नै आफ्नो कार्यकाल भर नै तस्करी रोक्न निर्मम भइदिए चमत्कारै हुने थियो। अझ भनौँ दुवैलाई महापुण्य हुने थियो।